सो हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू भ्लग धेरै दिनपछि म भ्लग बनाउँदैछु नि सुरु अनि आज चाहिँ मौसम यस्तो छ हल्का दामी भइरहेछ हिजो चाहिँ के भन्छ राति आएको हावाले झन्डै घर उडाएर तनाव भइरहेको यहाँ हल्का हल्का घाँटी नि हल्का ग्याप खाइरहेछ यहाँ बोडीहरू फलिरहेछ टक्कसँगले खाने बेला हुँदैछ तर यो चाहिँ छोरै मात्रै छ क्या नाच्दैछ यार कुन चाहिँ हावा त कडै आएको हो क्या ले सो म चाहिँ अहिले काममा जाँदैछु अब घाँस गाईहरूले घाँस दिएर तल लाग्नु पर्ला जस्तो छ यहाँ बोडीहरू फल्दैछ यहाँ भर्खर हुँदैछ अरू त्यस्तै हो सो आज चाहिँ दामी भइरहेछ मौसमहरू टक्कसँगले यहाँ मकैहरू चाहिँ मकै चाहिँ खोइरहेछ साथीहरूले ओइ यो के को हो बच्चा हो समाउ कि क्या हो यार समाउँछु बटाइ हो कि क्या हो यार गयो समाउनु बच्चा त होइन ठुलै परेछ यार ए यहाँ चाहिँ यति धेरै खाइदिइरहेछ अनि उता नि खाएको छ भन्छ मैले चाहिँ हेर्न गएको छैन अब भरे भोलि हेरौँ न उता यहाँ पल्लोपट्टि अझै धेरै मकै रोपेको त होइन मकैको त उयो आउनु थाल्यो क्या मकैको जुङ्गा माथि फुल के भन्छ त्यसलाई थाहै छैन आउँदै थियो ठिक छ यो मकै है यस्तो छ बाँसघारीमा साथी हो एउटा कुरा भइरहेछ यार यहाँ चाहिँ निकै ठुलै क्षति भइरहेको रहेछ जुन सधैँ मैले खाने नास्पाती आज त ढल्दिरहेको छ यार ठुलै पडाकुडुकै भाँचिएछ कसरी भाँच्यो ए यो त बिग्री अलिकति के भन्छ कोत्रे थिएछ बाँचिदिइहालेछ यार टक्क फलिरहेको थियो यत्रो धेरै टन्नै त फलिरहेको थिएन छ जेस फल्नु चाहिँ फलिरहेको थियो ए सत्यानाश बनाइहाल्यो नि हुनु चाहिँ मेरो होइन तर नि अब भाँचिदिइहालेछ यो आधी यत्रो छ के गर्ने यहाँ तलको छ त्यो नि सानो छ यो चाहिँ भित्र अलिकति दमिराले खाएको थियो छ त्यही भएर अब खत्तम भइहाल्यो अब यो फलिरहेछ यो खानुभन्दा पनि खानु मिल्ने गुलियै छैन जस्तो छ सक्ने म कासिङ चल्दै तितो मात्र हो यार छ्या भाँचिदिइहालेछ के गर्नु होइन चाहिँ हावा त्यत्रो ठुलो त आएको थियो यस्तो आएन तर पनि भाँचिदिएछ ठुलै आउनु त आएको थियो म सुकी गएँ अब ठिक छ कहिले काहीँ भाँच्छ होइन यहाँ अरू कुरा त के भएन होला बत्तीहरू खासै असर त परेन जस्तो लाग्यो यहाँको घाँस काटिदिइरहेछ काट्दैछ त कसरी काट्यो बत्ती आज लाइन आउला जस्तो छैन है कहीँ ठोकिरहेको कि यहाँ त सब ठिकै छ माथि ठिकै छ म चाहिँ गाईकोमा पुगेँ अब मेरो गाईहरू उयो छ होइन हेलो यिनीहरूलाई घाँस दिनुपर्ने हुन्छ यो त दुई तिनवटा गोरु छ अनि छैन जे घाँस काटिदिएको थिएँ यहाँ छ म थोरै दिइहाल्छु पुच्ची तिमीहरू दुइटै बाछी हो के गर्छौ खाऊ मजाले होइन
अलिकति यो के भन्छ पानीले धेरै कुटेर होला जिग्रिङ्ग भएर चाहिँ यिनीहरूको बोत्ला पनि स्यालु ल्यालु सादा छ सुन ओइ त खान छोडेर के गरेको खा तेरो साथीले खाँदैछ त तेरो त साथी त होइन तेरो त पुप पर्छ होला त होइन ऊ के भयो फुच्चीलाई रिसाएको ल भयो खा त्यो डिल चाहिँ बल्ल बल्ल सकियो अनि अब यो माथिको डिल यो चाहिँ सकाइरहेको छु यो चाहिँ अब यो चाहिँ सकिहाल्छ नि त आधी छ थोरै यो डिल छ यता डिल सानो सानो छ अब गाह्रो छ गर्न हातको नाउँ दुखिसक्यो ए औँलाहरू दुखिसक्यो औँलाहरू माएर यो थिए बोक गर्न साह्रै कति साह्रो दुखिरहेको थियो